मतदान अधिकार मात्र होइन जिम्मेवारी पनि हो। सचेत भएर नेता छानौँ, आफ्नो देश उज्यालो बनाऊ। एक मत सानो देखिए पनि परिवर्तन ठुलो ल्याउँछ। सही निर्णयले राष्ट्र बलियो र खुसी बनाउँछ। सही निर्णयले राष्ट्र बलियो र खुसी बनाउँछ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आदरणीय यहाँ उपस्थित सम्पूर्ण महानुभाव, मेरा प्रतिस्पर्धी मित्रहरूमा म दिव्य विद्या सदन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा 7 की छात्र प्रतिभा रोकाइको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आगामी संसदीय निर्वाचनलाई लक्षित गर्दै यस लाइसियम बुसिडो पोलिस्टार पुस्तकालयले आयोजना गरेको यस वक्तित्व कला कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिदिनु भएकोमा मेरो विद्यालय टिमलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यस पुस्तकालयले वक्तित्व कला कार्यक्रम राखेकोमा यस पुस्तकालयलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको मेरो बोल्ने शीर्षक रहेको छ मतदान अधिकार मात्र होइन जिम्मेवारी पनि हो। मतदान लोकतान्त्रिक शासन प्रणालीको आधार हो। लोकतन्त्रमा जनताले आफ्नो शासन आफैले गर्ने अधिकार पाएका हुन्छन्। त्यसका लागि उनीहरूले निर्वाचनका माध्यमबाट आफ्ना प्रतिनिधि छान्छन्। यसरी निर्वाचनका माध्यमबाट प्रतिनिधि छान्ने प्रक्रियालाई नै मतदान भनिन्छ। जिम्मेवारी भनेको के हो? जिम्मेवारी भनेको कुनै पनि जनताले आफ्नो काम इमानदारीतापूर्वक गर्नु हो। मतदान गर्नु योग्य नागरिकको अधिकार हुन्छ, तर अधिकार सँगसँगै यसमा धेरै जिम्मेवारीहरू पनि जोडिएका हुन्छन्। मतदान गर्दा हामीले आफ्नो देशको भविष्य कस्तो बनाउने, आफ्नो देशलाई कुन बाटोमा लैजाने भन्ने विषयमा सोचिरहेका हुन्छौँ। यदि हामीले बिना सोच विचार, डर त्रास, जातभात, पैसा वा दबावको कारणले गलत व्यक्तिलाई निर्वाचनमा ल्यायो भने हाम्रो देशमा भ्रष्टाचार, अव्यवस्था र विकासका कार्यहरूमा धेरै नोक्सानी हुन सक्छ। सही उम्मेदवारलाई निर्वाचनमा ल्याउनु भनेको आफ्नो देशलाई सकारात्मक बाटो वा समृद्धितर्फ लैजानु हो। त्यसैले हामीले मतदान गर्दा उम्मेदवारको क्षमता, काम गर्ने शैली, जनताप्रतिको उत्तरदायित्वलाई ध्यानमा राख्नुपर्छ। मतदान नगर्नु पनि एक गैर जिम्मेवार व्यवहार हो। मतदानमा सहभागी नहुनु भनेको आफ्नो देश विकासका जिम्मेवारीबाट पन्छिनु हो। एक सचेत नागरिकले मतदान गरेर आफ्नो देशको लोकतान्त्रिक शासनलाई बलियो बनाउन सक्छ। मतदान गरेपछि उनले जनताहरू आफ्नो सरकारप्रति जवाफदेही पनि बन्न सक्छन्। अन्तिममा म के भन्न चाहन्छु भनेपछि यसकारण मतदान केवल अधिकार मात्र होइन, राष्ट्रप्रति, समाजप्रति, भविष्यप्रति र देशप्रति निभाउनु पर्ने एक जिम्मेवारी पनि हो। अब हामीले आफ्नो सोच बदलौँ। पुराना भ्रष्टाचार नेताहरूलाई निर्वाचनमा ल्याउनु भन्दा नयाँ क्षमता भएका जिम्मेवारी पुरा गर्न सक्ने नेतालाई निर्वाचनमा ल्याऊ। अधिकार मात्र होइन, जिम्मेवारी निभाउँदा राष्ट्र अझै बलियो बन्छ। यदि मैले बोल्ने क्रममा केही गल्ती भएमा यहाँहरूसँग माफी माग्दै आफ्ना 2-4 शब्द टुङ्गाउँछु। हस्त।